हेलो एभ्रिवान, इट्स मिर पक बस्नेत। आज चाहिँ म तिप्रुङ चुचुमा गाउँपालिका वडा नम्बर 3 मा चाहिँ बाँदर उड्नाछु खेतमा हैन। बाँदर पुरै जङ्गलभरि बाँदर छ। बाँदरले धान खान्छन्, रुग्नु आएको हैन। बाँदर धपाउनु आएको म विशेष गरी। अनि तपाईहरुलाई चाहिँ म के देखाउन लागिरहेको छु भने यतातिरको अवस्था के मान्छेहरु सबै वैदेशिक रोजगारमा गएर चाहिँ पहिलाको एकदम राम्रो जमिनहरु अहिले चाहिँ पुरै जंगल भएको छ। त्यसमा चाहिँ बाँदरहरु आउँछ हैन। यहाँ बसेको स्थानीय जनताहरुलाई चाहिँ एकदम दुःख दिइराछ। त्यसको लागि चाहिँ अब मैले तपाईहरुलाई जो यो चारैतिरको मनोरम दृश्य देखाउनको लागि चाहिँ यो भिडियो बनाइरहेको छु। सबले हेरेर साथ दिनु होला, माया गरिदिनु होला। तपाईहरुले देख्न सक्नुहुन्छ पहिला यो पुरै खेत थियो हैन। यो जंगल कहीँ थिएन, अहिले चाहिँ पुरै जंगल भएको छ हैन। यो चाहिँ हाम्रो पुरै सेरा खेत थियो पहिला, अहिले चाहिँ उता सबै बाँझो भएर हैन। यतातिर जंगल हेर्नु न, पुरै देख्न सक्नुहुन्छ हैन। पुरै जंगल छ यतातिर हैन। यतातिर चाहिँ बाघ पनि लाग्न लागिरहेछ है। एकदमसँगले हेर्न सक्नुहुन्छ तपाईहरु। यो तल देखेको चाहिँ यो तलको चाहिँ यो सापतेलो हो हैन। अनि त्यसपछि यो चाहिँ वडा नम्बर 2 डाँडा गाउँ हो हैन। यो चाहिँ हाम्रो करुङ्गे भन्ने ठाउँ हो। यहाँ बबाल घर बनाएछन् आजभोलि हैन। पुरै खेती किसान गरिरहेछन् यस्तो ठाउँ हो नि है। सबले आफ्नो ठाउँमा दुःख आफैलाई छ। तपाईहरु देख्न सक्नुहुन्छ है। यस्तो रमाइलो हेर्नु त, पहाड भने कस्तो हरियाली हेर्नु, चराचुरुङ्गी आवाज सुन्न सक्नुहुन्छ हेर्नु। मौसम पनि धुम्म, हल्का बादल लाग्ला जस्तो छ, उगारो मौसम छ। सात डाँडा देखिन्छ, हिमालहरु देखिन्छ हैन। यहाँबाट मेरो गाउँ चाहिँ उ पारी पर्छ है। त्यो बरको फेददेखि ओरतिर देखिरहेछ है। यही भन्न चाहन्छु।